ए यो के अरे पार्किङको पैसाको लागि खोइ को थुप्रै थियो। हाम्रो आँसीका दिदी पनि उफ्रिनु भएको थियो। यो 23 अगस्तको हो। अनि त्यहाँबाट गएर 1 घन्टाको 95 रुपिस छ 1 घन्टाको चार्ज। अनि भित्र छिरेको 4:13 मा निक्लेको 5:30 मा भन्दाखेरि टोटल 1 घन्टा 17 मिनेटको पैसा चाहिँ कति तिर्नु पर्यो भन्दाखेरि 190। अनि यो चाहिँ किन भन्दाखेरि 1 घन्टाबाट 10 मिनेट मात्र गयो भने चार्ज लाग्छ अरे भनेर 1 घन्टा 17 मिनेटको चाहिँ 190 रुपियाँ तिर्नु परेको छ। अब यो के हो त, यो सही हो कि गलत हो त?